छेसङ चौकीको चौकी अहिले हामी चाहिँ लोसारमा चाहिँ यस्तो गर्नुहुन्छ आज चाहिँ यस्तो छ लोसार अनि ट्याक्क अब अहिले चाहिँ कपाल पनि यस्तो छ म बिहानै अब एकदम लामो टाइम पछाडि चाहिँ हाम्रो मेरो भ्लग आइरहेछ अहिले दिदी घरमा दामी रोक्नु भएको छ क्या दिदीले यस्तो छ दिदीको अहिले टमाटर चाहिँ फेरि गाउँतिर पाउँदैन भने यहाँतिर चाहिँ पाउँछ है त गाइस धरानमा चाहिँ लोकल टमाटर टन्नै फलेको छ तर नदेखेको मम्मी तयारी भइसक्नु हो दिदी ठुलो दिदीको सासुआमा यहाँ अघि यो रोटी खाइसकेको अनि त्यहाँदेखि दिदीको टक्क हामी जिरोमा छौँ जिरो पोइन्टमा रहेछ हाम्रो दिदी घर चाहिँ यहाँदेखि छुट्टिन्छ अलिकति यतापट्टि हो गाइस यस्तो छ है भ्यू धरानको भ्यू चाहिँ अहिले शीतल छ लोसारको परिकार बनेकै आइसकेपछि पुरानो साललाई बिदाई गर्दै नयाँ सालको पहिलो दिन बिहान सबैले जनावर तथा चराचुरुङ्गीहरू पनि उठ्नुभन्दा अगाडि नै फाइनली हाम्रो रुम चाहिँ यही थियो दिदीको यहाँ थियो दिदी अहिले बुढी र म यहाँ छौँ गाइज अनि टक्कै बुढी त सुनबुढी भइसक्यो यार बिहा गरेदेखि त हाम्रो अनि गाइज यस्तै छ अहिले हाम्रो दिदीको रुम हो है गाइज धरानमा दिदीको घरको रुममा है गाइज सम्धीको कुरा कानी दिदी भेना गराम जोडी पनि त्यस्तै छ बुवालाई लगाइदिँदा हुनुहुन्छ दाजु र दिदीले आफूभन्दा ठुलोलाई चाहिँ हातमा दिनुहुन्छ अनि आफै लाउनुहुन्छ अनि तपाईँहरूलाई राम्रो चाहिँ ए ल हुन्छ सेभ गरेर ड्राइभ गरेर तपाईँ आफै फ्यामिली धेरै धेरै बधाई छ थ्याङ्क यू सर ल तपाईँहरूलाई अब नयाँ दाम्पत्य जीवनको सुखमय रहोस् फेरि पनि हामी समय सालमा फेरि भेटौँ ल हुन्छ कङ्ग्रेचुलेसन है हुन्छ ल बाई है दिदी बाई ल हस् ल लाग्यो ल है हामी चाहिँ बुवा हुन्छ बुवा हामी चाहिँ अब चौकी गएको हो नि अब धरानदेखि हिँडेको नि अब धरानदेखि यतै गरेर जानु उता रे होइन उता किनकि सिडनीको नामकरण गर्नु हुन्छ हो ल है गाइस हामी चाहिँ धरानबाट चाहिँ 0 पोइन्टबाट चाहिँ अब धेरै टाढ बसन्तपुर हुँदै माथि गुल्मिसे हुँदै तिनदुरे हुँदै फेरि हुँदै बङ्गलाबारी चौकी भनेर हाम्रो बास हुन्छ है हामी ठ्याक्कै पहिला हामी जन्मेको ठाउँमा गएर बस्ने है नानीहरू जन्मेको ठाउँमा बास भइहाल्छ हामी चाहिँ ल भेरेटार ल है त हामी चाहिँ भेरेटार पुगेको है गाइस भेरेटार
तपाईँहरू पनि आउन चाहनुहुन्छ भने एकदम राम्रो छ भेटा त्यहाँदेखि माथि चाहिँ स्काई ब्रिज जान्छ स्काई ब्रिज अनि हामी चाहिँ अब बसन्तपुर बसन्तपुर बाटो लाग्यो बसन्तपुर बाटो अब हामी ओह्रालो लागेको है कहाँ बसन्तपुर पुगेको है तर्फ लाग्यो होइन यो बसन्तपुर जाने बाटो हो यो धनकुटा बाटो धनकुटा हामी धनकुटा हिलेतर्फ लाग्यौँ है गाइस बुवा म ट्रेन बाटोमा गरेर तिनजनाको यात्रा हाम्रो गाडीभित्रको सफर अहिले अब भेटारदेखि चाहिँ ओह्रालो लागेको अवस्था छ मुङलिङ पुग्छ मुङलिङ खै कता कता हुन्छ देखाउँदैछौँ यो बाटो चाहिँ यो ठाउँ उखुब लाने खाने जाने बाटो यहाँ हो यो कहाँबाट जाने हो लाने खाने लाने खाने नखाने मेरो खाने है ल हामी चाहिँ कहाँ पुग्यौँ चौकीतिर लग्यौँ यो के मुलघाटको पुल हो रहेछ उता माथि पुग्यो मुलघाट फाइनली मुलघाट पुगेको अवस्था हामी तिनजनाको यात्रा नम्बर खोला यही हुनुपर्छ है तामाङ मात्र खोला गाइज अब बसन्तपुर पुग्यो हिले धनकुटा हिले पुगेको अवस्था अहिले टक्क हिले अनि यहाँदेखि कतादेखि जानुपर्ने अब थाहा छैन बाटो फर्स्ट टाइम आएको हो अब बसन्तपुर ल छिटो ल 1 घन्टा अब 1 घन्टा अब 1 घन्टामा चाहिँ बसन्तपुर पुग्छ हामी चाहिँ अहिले हिले रहेछ यो चाहिँ तुम्बा हिले सिन्धुवा बजार जोरपाटी रहेछ तलको चाहिँ सिन्धुवा चाहिँ यो पर्छ बसन्तपुर पुगेको अवस्था बाटो खोज्दै झुकेर अहिले बसन्तपुर बजारमा बुवा र पेमाडोमा अगाडि हिँड्दैछ अनि अहिले बुवाले पुरानो धेरै वर्ष पहिलेको ठाउँ चाहिँ उहाँहरूले सम्झना गर्दै आउनुभएको अहिले हामी जाने क्रममा चाहिँ यहाँ घुम्ने ठाउँ रहेछ अनि फेरि माथि सानो पाथिएर जाने बाटो अरे भन्ने चाहिँ भन्दै कुरा गर्छ त कस्तो छ गाइस अब हेरौँ म पनि यही बाटो चढेर जाँदैछु टक्क गाडी चाहिँ हामीले पार्किङ गरेर यहाँ पार्किङ गरेर चाहिँ टक्क बाइकमा घुम्ने रहेछ यहाँ चाहिँ टक्क ओइ यहाँ त घुम्ने ठाउँ पो रहेछ त है टक्क मन्दिर सन्दिर आउने मान्छेहरू चाहिँ आउनु तल एउटा गाडी आउँदैछ गाइस अहिले साँझ परिसक्यो ए यो चाहिँ घुर्मिसे पाथिएर जाने बाटो टन्नै मान्छे जाँदो रहेछ त नि लगाइछ हिमालको टुप्पीमा पुगे जस्तो गाइछ बो हिमालको टुप्पी ल है त गाइछ यो भन्दा तल चाहिँ भिड छ पहिला बाइक गइसकोस् यो चाहिँ त्यही भिड भनेर नि यहाँ चाहिँ अलिकति टेन्सन हुन्छ भिड रहेछ है
यो पल्लोपट्टि निगेर पोखरी यता पर चाहिँ मान्छे हिँड्ने बाटो रहेछ नि। यो उहिले हामी हिँड्ने बाटो यता पर चाहिँ मान्छे हिँड्ने बाटो। ल उहिले हामी हिँड्ने बाटो यो चाहिँ अब उता पोसेको माग्नु फेरि पुग्छ अब यहाँबाट। चौकीको नजारा बिहानै मेरो ससुरा बुवाको चाहिँ पहिलेको गाउँ अरे, यहाँबाट चाहिँ बेचेर बसै जानुभएको ताप्लेजुङ बस्नुभयो बुवाले चाहिँ। पहिले यो चौकी पहिले चाहिँ हाम्रो ताप्लेजुङ पाँचथरकोले चाहिँ धरा नुन बोकेर नुन के किन्नु जाने बाटो चाहिँ यही बाटो थियो अरे क्या। त्यही भएर गाइज अहिले हामी चाहिँ चौकीतिर चुकीमा छु है म चाहिँ गाइज। घाम बिहानै हावा स्पिड चल्दो रहेछ अनि यस्तै छ। बेस रमाइलो रहेछ, डाँडा काँडाहरू चाहिँ मन पर्यो। अब माथि जाने हो, अब बुवाको त्यो के अरे मरेको पहिलेको मरेको केहरू पनि छ अरे, त्यो चढाउँछौँ। अब त्यो देखाउँछु भरे। 11 वर्ष उता 11 वर्ष पुग्दा चाहिँ अनि माओवादी चल्यो नि त। हजुर बोकी सानो त्यहाँ अब हाम्रो तपाईँले पनि बन्दुक किनेर हान्नु पर्थेन। केटाहरूसँग माग्नु थाल्छ अनि भागेर नभए के मलाई केही गर्दैन नि सबै म साथीभाइ दिइहाल्छु नि के अरे। बुवा चाहिँ डेन्जर म्यान हो नि त। म साथीभाइ दिइहाल्छु साथीभाइ छ। हजुर के गर्नु केटाहरू माग्छ र भागेको त। म त अब त बिन सकेन नि। कि जान्थे कि जान्थे भन्छ अनि तपाईँहरूको घर चाहिँ याद छ? त्यो धारा थियो नि अगाडिपट्टि, त्यो धारा हो। त्यो धारामा लुगा धोको थाहा छ? नभए केही थाहा, यता डुलेन नि अनि राख्यो टाढो भन्छ बुवा। खै म त डोको जस्तो लागेन है मामा। त्यो पर घरको उतापट्टि एउटा गुनास छ कि सानो यहाँदेखि पहिला गाडी जान्छ भने नि गाडी जान्छ भने नि हजुर त्यहाँनिर यता पर मुरी जान्छ। मुरी संसारदेखि उता होइन सार्यौँ भने त्यो हाम्रो सन्धिहरू यो डाँडा पल्लोको थियो। त्यहाँ फाइनली अब हामी चाहिँ टोक्नुपर्ने हुन्छ त्यो पाथी भाडाको मन्दिर अरे। अनि बुवा हाम्रो चाहिँ त्यो पूजा गर्ने ठाउँ चाहिँ कहाँ हो? हाम्रो त्यसको नाजु त अझै उता पुग्नुपर्ने हुन्छ गाइज। अब त्यही डाँडा भेट्ने त। जय साहबले चाहिँ लुङदार लिएर आउनुभयो अनि बुवा अनि मामा लुङदारको लागि हामीले चाहिँ यो लुङदार गाड्नुको लागि तल 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 आधी घन्टाको बाटोमा मामाले झन् तलबाट ल्याउनु भएको। हामी तलबाट चेक्स गाइज बिहोस भइसके। पानी एकछिन मलाई पानी यो ल्याउनु गाह्रो भयो। बुवालाई चाहिँ सजिलो भयो होला किनभने बुवाको गर्लफ्रेन्ड यहाँ हुनुहुन्छ नि त। ससुरा पनि भयो आमा होइन बुवाको मेरो ससुराको बुवा हुनुहुन्छ ठुलो बुवा यहाँ। अनि सासु आमा यहाँनिर पूजा गर्नु विशेष गरेर चाहिँ बुवाले पूजा गर्नु जाउँ भनेर आएको हामी। अनि तर यो घोचा काटेर चाहिँ ल्याउनु टाढो। बुवालाई त अझै पनि जोस चलिरहेको छ, गल्नु भएको छैन। काम गरेको हुनुहुन्छ। यतिको एनर्जी चाहिँ हुनु पर्यो नि। 73 पुगेर पनि हाम्रो बुवाको यतिको जोस चाहिँ छ है। 73 इयर्स पुग्नु भयो, 73 वर्ष पुग्नु भयो ससुरा बुवा चाहिँ। तर कडा हुनुहुन्छ हजुर, यतिको कडा चाहिँ हुनु पर्यो। गर्नको लागि आएको पुगिसक्नु भयो बहिनी र पेम्बा डोमाले। अनि फुला त्यो हुनुहुन्छ मामाले एकदम मेहनत गरेर चाहिँ बनाउँदै हुनुहुन्छ त्यो म। अब चाहिँ हाम्रो रेडी भइसक्नु लाग्यो। यो चाहिँ हामीले गाडीको ध्वजा कस्तो ध्वजा लुङदार कस्तो खतरा देख्ने रहेछ। म चाहिँ गले फेरि अर्को खामा लिएर आउँदैछु नि त।
त्यही भएर गले म चाहिँ के अरे यो चाहिँ फेरि अर्को लुङ्दा टाङ्नुको लागि गाइस गलेको अवस्था छ। तल आधी घन्टा तल जानुपर्छ क्या लिनु, त्यही भएर गलेको छु मैले अब। आज फाइनली सिद्धिएको अवस्था पुरै गाइस। आज कस्तो लाग्यो तपाईँलाई? सन्तुष्टि भयो? खुसी भइगयो नि। खुसी हुनुभयो? खुसी मान्नुपर्छ। अब चाहिँ खुसी मान्नुहुन्छ? ल अब हामी चाहिँ हजुर हुन्छ। फोटो बुवालाई पनि सन्तुष्टि अवस्था, बुवालाई एकदम खुसी मिल्यो अरे। यति पूजा गरिसकेपछि हामीले यो पूजा गरेर लुङदारहरू कस्तो हाल चलाइरहेछ गाइस हेर्नु। अनि हामीले त्यहाँदेखि चाहिँ परम्परासम्म गाडी छ हो। अनि यहाँ चाहिँ बोर्डरमा छौँ। दुईवटा जिल्ला तेर्तुरसँग के सङ्घर्षसभा भन्छ। अब चाहिँ हामी लाग्नु आँटेको बुवा म अनि बहिनीहरू बस्नुभयो, बहिनीहरू रहनुभयो। बुवा अब हामी लागेको होइन। अब हामी गुफासम्म पुगेर बस्ने हो। गुफासम्म आज चाहिँ गुफा, फेरि आज हाम्रो गुफा हुन्छ। अनि भोलि मात्रै ताप्लेजुङ पुग्छ। आज चाहिँ गुफा हो गाइस। अनि अहिले चाहिँ हाम्रो बिदाई हुँदैछ यहाँ बहिनीहरूसँग। जाउँ बुवा ल। गुफा पोखरीको बरात त्यस्तो रहेछ गाइस। पहिले अब धेरै पहिले वर्ष पछाडि आउनुभएको नि त। माथि के सोध्दै हुनुहुन्छ ऊ माथि हुनुहुन्छ बुवा। अनि त्यो बाटोमा पनि त्यही छ। बुवाले चाहिँ एकदम 28-29 वर्ष पछाडि आउनुभयो अरे। त्यही भएर बुवालाई चाहिँ पुरा अब होइन खुल्दुली कस्तो भइरहेछ नि त। अनि बुवाले चाहिँ पुरा त्यो पछाडि टोइलेटदेखि लिएर सब कुछ हेर्नु हो क्या। अनि बुवालाई चाहिँ खुसी लागिरहेछ। मलाई पनि खुसी लागिरहेछ। मलाई चाहिँ किनभने यस्तो ठाउँहरू मनपर्छ। बुवालाई चाहिँ पुरा खुसी लागिरहेछ। बुवा चौकी घुमेर पुरा चौकी हेर्न, पुरानो ठाउँहरू हेरेर सबै हेर्नु बुवा। अनि कस्तो लाग्यो तपाईँलाई? उहिलेको मान्छे त सबै छैन रहेछ है? छैन रहेछ। घर चाहिँ रहेछ है बुवा? घर चाहिँ रहेछ, मान्छे त छैन रहेछ। तर तपाईँलाई कस्तो लाग्यो त? अनि अब धेरै वर्ष पछाडि आउँदा चाहिँ खै अब त पहिले त मजा जस्तो लाग्छ। अहिले त खोइ सुनसान के जस्तो लाग्यो नि। सुनसान धेरै फरक पर्नु हो पहिले भन्दा। धेरै फरक पर्यो। ल हस्, झट्टै यो बजार हो यो। हजुर ल गाइस अब हामी कहाँ गएर बस्ने अरे बुवा? हामी आज अब हामी यो माथि मिल्के डाँडा भन्छ। माथि मिल्के ए गाइस अब हामी मिल्के डाँडा गएर चाहिँ मिल्केमा गएर बस्ने। भोलि साँगु हुँदै ताप्लेजुङ बसेर हामी ताप्लेजुङ गएर ताप्लेजुङ दोभानदेखि ताप्लेजुङ। हामी चाहिँ यो साँगुको शिरमा जस के अरे गुफादेखि अलिकति अगाडि आएपछि धेरै यस्तो पार्क बनाएको रहेछ क्या। बजारदेखि निकै बाहिर पनि, तर पार्क राम्रो रहेछ गाइस। अहिले मेरो पार्कै पार्क छ। अनि गाडी त्यहाँ रहेछ। हामीले पार्क चाहिँ यहाँ रहेछ। तर को आउँछ घुम्न मलाई थाहा भएन। थाहा चाहिँ पार्क चाहिँ धेरै रहेछ। आउँछ होला है गाउँतिर पार्क। त्यहाँपछि पर त्यो होटल होमस्टे जस्तो त्यो बस्ने खालकोहरू रहेछ क्या। टोइलेटहरू होला अलिकति व्यवस्थित बनिसकेको छैन रहेछ। अरू सबै यस्तो पार्कहरू रहेछ गाइस। आज हामी फाइनली साँगु बसेर बिहानको नजारा पारी साँगु गाउँ यस्तो रहेछ। अहिले बजारतिर पनि देख्छु। मुखसुख पनि धोएको छैन। मुख नधोइकन हामी चाहिँ जानु लागेको। 8 बजिसक्यो, घाम लागिसक्यो। झक्कमक्क रहेछ। अनि यस्तो छ साँगु, त्यो छैन, नधोइकन जाने अरे। फाइनली हामी चाहिँ अब चाहिँ आज चाहिँ दोभान आइपुगेको अवस्था भने यहाँनिर चाहिँ यस्तो रहेछ गाउँहरू। यस्तो गाउँहरू रहेछ। अनि अहिले हामी अब दोभान जाँदैछौँ। दोभानमा पुग्न लागेको। ल दोभानबाट आज ताप्लेजुङ।
दोभान खोला दोभान पुग्ने बेलाको पुल। फाइनली अब हामी चाहिँ खाजा खाएर फर्केर आइसकेको अवस्था भने अब बुवा ज्याकेट खोलेर बस्नुहुन्छ। त्यहाँदेखि अब हामी यहाँदेखि ताप्लेजुङ लाग्छौँ है त गाइस। यतै पो यता बिच हो नि त खास त। आज निस्किनु पनि हामी यहाँ रहेछ नि त कि तर मुनो बाटो है बोलायो हामीको बाटो के? हो नि ए टिप्नु पर्यो रहेछ नेरिङडेन इन्ट्री गर्नु पर्यो रहेछ इन्ट्री हो र गराउनु ए त्यो किलाई गाइज अब उहाँ चाहिँ इन्ट्री गर्नको लागि जानुपर्ने हो। अब हामी यो तल्लो बाटो आउनु पर्ने त्यो माथिल्लो बाटो आयो नि बरोबर फिर्ता छ दुईवटा गाडी आयो दोकानको उहिले के बनाएको यो है गाइज सब बन्दगी चाहिँ बनायो साहु सुरुमा फाइनली दोभानको पुल अब क्रस गरेको अवस्था छ है गाइस। यहाँदेखि चाहिँ अब माथि हामी अब ताप्लेजुङमै छौँ। ताप्लेजुङ अब ताप्लेजुङ बजार आज फुङलिङ नगरपालिका तर्फ छिरिसक्यौँ होला। अब सायद फुङलिङ नै हो यो फुङलिङ फुङलिङ नगरपालिका त्यस्तो छ दामी छ तर धुलो चाहिँ छ है। ताप्लेजुङ बजार टक्क आइपुगेर भित्र बजारभित्र कुदिरहेको अवस्था। पिच बनाएको छ त यहाँ पनि फेरि भिडियोस्ती त बनाएको थिएन त रिपेयरिङ गरेछ त।